Yes, yeah, vibes. Hello, hello, hello. Let's the battle began. The vlog being started. किर्तिपुरको फाँटमा हामी अहिले टक्क स्याउ खाँदैछौँ। यो जलपरी यहाँ चाहिँ जलपरी अब एकछिन यहाँ चारजना आउनुपर्छ। अनि त्यसपछि निलो गाडी भएको भए यत्रो टेन्सन नै हुँदैन। माथि निस्केर किर्तिपुरबाट हाम्रो पोखराको माथि के अब यो त उठ्यो नि हुन्न बे दीपसिकारी अंकललाई गाह्रो गराउनु नि कता उठ्यो बारी हो अनि गुरुजी पछि हो कि और चाहिँ साथी अर्को गाडी चाहिँ यता पछि पछि आइरहेको हिँड्नु भएको छ कि गाह्रो हो नि वाला अगाडि आइदिनु न अर्छ नै यता आउँदैन अर्छ न अड्छ कि यहाँ अड्छ त्यही गरौँ न त्यसो भए अघि यो चाहिँ आफ्नै गाउँठाउँबाट आएको नाइट बस हो। गाउँठाउँमा चाहिँ सुत्तैमा आइरहेको यसो भिडियो बनाइदिएको है साथीहरू। हामी चाहिँ खाना खाएर यहाँबाट अब हिँड्न लाग्यौँ मल्लिसुबाट टक्क। हेर्नुहोस् हाम्रो टोली चाहिँ लगभग 10-12 जनाको छ। म त जुत्ता लाम चप्पल लाम होइन खोलु खोलु रोडीमा जुत्ता खतम हुने भयो नि त। भोलि फेरि पोखरा देखाउनु पर्न अलिअलि नेक्स्ट साइडमा स्वाग दिनु पर्न। के भन्यो ए हाम्रोतिर बखडा हुन्छ नि त। ए छुट्टै हो सिधारी कि म यता बस्छु है लास्टै चाप्पे कि म त खुर माने भन्छ बखडा म जुत्ता खोलेँ ल म जुत्ता लगान्छ लगान्न अब रेड टक्क हामी चाहिँ पोखरामा आएर खाना खानको लागि रोकिएका छौँ। अर्को गाडी त कता लानु त ए अगाडि रोकिया हिँड्नु कोही मेडिकल ल Welcome to my vlog. अब चाहिँ हामी बिहानको खाना खाएर यहाँबाट फेरि कुस्माको लागि निस्कनेछौँ। नेक्स्ट डेस्टिनेसन इज हाम्रो चाहिँ कुस्मा। अर्को गाडीबाट झर्दै हुनुहुन्छ यहाँ हाम्रो साथीहरू। खाना खोज्यौँ हामी बहुत आइरहेको छ पोखराको गल्लीमा। अब हाम्रो नेक्स्ट डेस्टिनेसन कहाँ हुन्छ? कुस्मा पर्वत बागलुङ कालिका बाराइल बन्जी हान्ने दिसिहाल्यो
जिपलाइन हो के हो जिपलाइन डिपेन्ड जिपलाइन ओन्ली जिप लाइन हजुर बन्जी जम्पिङ बन्जी हानौँ न पोखरा यस्तो छ होइन यहाँ हेर्नु सक्नुहुन्छ अनिस त फोनै भएन यहाँ गरी पोखरामा कसैलाई काहीमा हो मैले यस्तो टोयलेटमा लाने म्याग्दी बेनी जान्छ अनि बेनी पछि अनि माथि चाहिँ माथि निस्किन्छ अनि मुस्ताङ जिल्ला आउँछ यो कालीगण्डकी हो देवघाटमा सिलापाउन्डी यही हो र तल कि तल पाउँछ कि माथि कागबेनी खास त कागबेनी हुन्छ सिलापाउन्डी गोटेहरूले अनि गोटे कि के भन्छ चलै न धेरै किन लानु पऱ्यो थोरै लाउनु न 200 मा हैन यो चुन्दरी 100 भएर 300 मा लानु धेरै भन्न त्योहरु सबै हुन्छ त्यही एउटा चलाउनु यहाँ बेच चलाउँछ यस्तो आइसक्यो त किन त्यस्तो एउटा जाउँ दुईटा परिवारले भइहाल्छ बागलुङ कालिका मन्दिर वेलकम टु बागलुङ कालिका मन्दिर हाम्रो यहाँ अहिले चाहिँ त कालिका मन्दिरतर्फ अगाडि बढिरहेको छ होइन कहाँ जानु लाग्यो रे हामी दक्षिण काली कहाँ हो भन त कालिका मन्दिर बागलुङ कालिका रुख पनि गर्ने राखे सबमा नम्बर टाँस्यो ठुल्ठुला अस्ति यति कालिज थियो बच्चा कालिज दौड्छन् कालिज मान्छे चाहिँ नडर्ने कि यति स्कुलबाट 10 मा बिस्तारै बिस्तारै कति भन्ने रे यसलाई हामी चाहिँ लगभग 6-7 घन्टाको यात्रापछि यहाँ कालिका मन्दिर लिएर आइसकेका छौँ हामी काठमाडौँबाट 5:30 मा हिँडेको थियौँ र यहाँ चाहिँ हामी पोखरा 11:30 मा आइपुग्यौँ र कालिका 4 बजे लगभग
देख्ने हुन्न दर्शन गरिहाल्छ टाइम लाग्छ पुलमा जान सकिन्छ त्यतिमा डर लाग्छ म जान्न हो जान्छु कि नै म जान सक्छु जान सक्छु नि जानु पऱ्यो नि उस्तो पनि बन्दी हाल्नु सक्नुहुन्छ अचानक मलाई पिङ अनि यो फुलहरु कस्तो लाग्छ पिङमा त मनी नि डर आएर हुन्न कि अब चाहिँ हामी कृष्णको पुल चढ्नको लागि गइरहेको छौँ जो बागलुङ पर्वत जुन एउटा नेपालकै सबैभन्दा लामो पुलमध्येको एक हो जसले 2वटा जिल्लालाई समेट्ने गर्छ हेर्नुहोस् यो अब अजित तरिकाको के हो अब डोली 2वटा मान्छे डोली बोकिरहनु र अघिल्लो मान्छेले चाहिँ यसरी तरबार बाँध सहित अगाडि बढिरहेको छ हाम्रो टोली एकदम पछि नै रह्यो धेरै चाहिँ पछिसम्म नै छ टोली उहाँसँग हाम्रो टोली छ हामी चाहिँ अहिले अब गण्डकी गोल्डन ब्रिज तर्फ जानको लागि अगाडि बढिरहेका छन् अब हामी गण्डकी गोल्डन ब्रिजको प्रवेशद्वारबाट भित्र प्रस्थान गरिरहेका छौँ यस्तो भिडभाड रहेको छ यहाँ चाहिँ अब टक्क लगाएर हामी पुल चढेपछि बल्ल थाहा हुन्छ यहाँको एक्सपिरियन्स कस्तो दिन्छ यसले हामीलाई यस्तो भिडभाड किन हामीले जाने हो आउनु जानेन यहाँको भ्यू पर्खिनु अङ्कलहरूलाई एकदमै हल्लिएको छ यो चाहिँ टक्क यहाँबाट देख्न सकिने दृश्यहरू हेर्न सक्नुहुन्छ तपाईँले पनि प्रत्यक्ष रूपमा यहाँबाट देख्ने दृश्य चाहिँ एकदमै सुन्दर रमणीय रहेको छ हेर्न सक्नुहुन्छ दर्शकबिन केटाहरू तपाईँबाट केहीबाट अहिले चाहिँ हामी बागलुङ र पर्वत जुन्ने एउटा मुख्य पुलमा रहेका छौँ जो चाहिँ नेपालकै सबैभन्दा लामो पुल अन्तर्गत पर्दछ हेर्न सक्नुहुन्छ यहाँबाट देखिने दृश्य हजुरलाई हामीले प्रत्यक्ष रूपमा देखाइरहेका छौँ यहाँको दृश्य एकदमै सुन्दर रहेको छ तपाईँहरू पनि घुम्न आउन सक्नुहुन्छ यसको लोकेसन चाहिँ ठ्याक्कै कालिका मन्दिरदेखि 2 मिनट अगाडि 2 मिनट अगाडिको बाटो हिँड्नुहोस् ठ्याक्कै तपाईँ यहाँ पुग्नुहुनेछ हेर्न सक्नुहुन्छ यहाँको टक्कला दृश्य यस्तो रहेको छ पछाडिको दृश्य यस्तो रहेको छ यो पुल तर्नको लागि मात्र पनि लगभग 5 देखि 10 मिनट लाग्छ यो यति लामो पुल छ होइन
हेर्नु तल चाहिँ यो काली गण्डकी हो कि सायद के हो त्यो चाहिँ मलाई थाहा भएन तर खोला पनि एकदमै तल चाहिँ गिटी बालुवाहरू उठाउँदो रहेछ एकदमै सुन्दर हामी चाहिँ एकदम बिन्दास रूपमा अगाडि बढिरहेका छौँ अब चाहिँ हामी केही समयपछि टक्क तल पोखरा झर्छौँ र आजको बसाइ चाहिँ हाम्रो पोखरामा हुनेछ त्यसको लागि चाहिँ हामीले हजुरलाई निरन्तर रूपमा आफ्ना भिडियोहरू मार्फत प्रस्तुत गर्ने कोसिस गर्दैछौँ पारिको दृश्य हेर्नुहोस् न यस्तो बवाल छ हो बवाल टक्क लाएर यो पुरै बवाल छ झिल्के छ या झिल्के हाम्रो टोली चाहिँ आधी हुई नै रह्यो आउन नसकेको कारण आउन होइन बहिनी डर लाग्दैन भाइ सबै उनी बस्न ओहो यस्तो दृश्य तपाईँहरूले कमै देख्न पाउनुहुन्छ जो हामी तपाईँलाई निरन्तर रूपमा देखाइरहेका छौँ होइन हामी चाहिँ ऊ पारिसकेका थियौँ त्यसको स्टार्टिङ पोइन्ट चाहिँ त्यहाँनिर रहेको छ 2077 मा बनेको पुल हो 577 मिटर भयो आधा किलोमिटर 500 2077 मा बनेको 500 भनेपछि आधा 83 भयो 7 वर्ष भयो 7 वर्ष चल्नु फोटो खिच्यौँ पुलमा बसेर माया पानको पात तिमीलाई सम्झिन्छु दिनको रात मर्स्याङ दिशाला ट्राउट यहाँ त आसन जाऊ न बरु लास्ट कति ठुलो होइन हाँस टक्क लाएर हाँस दे हाँस हाँस तथा यहाँ कुखुराहरू एकदमै धेरै मात्रामा रहेछन् हाँस